सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा होइन सबैजनालाई एउटा अनुरोध छ है। अब चाहिँ देशको मुहार फेर्ने बेला भएको छ फागुन 21 गतेको चुनावमा चाहिँ है। तपाईँ हामीले चाहिँ धेरैजनालाई होइन चान्स दियो, सबैजनालाई मौका दियो होइन। अब योचोटि चाहिँ तपाईँहरूसँग विनम्र अनुरोध यो छ कि तपाईँहरूले हामीले अब नयाँ पुस्तालाई पनि एकचोटि होइन चान्स दिनुपर्छ। यदि सबैजना सहमत हुनुहुन्छ भने चाहिँ एकचोटि अब देशको मुहार फेर्ने होइन यस्तो व्यक्ति चुन्नुहोस् कि होइन जो चाहिँ देशलाई एकदम माया गरोस्, देशप्रेमी होस्। सबै आम जनताहरूलाई चाहिँ हामी आम जनताहरूलाई चाहिँ सबैलाई चाहिँ भलो गर्ने होइन एकदम विकास हुने हाम्रो देशको मुहार फेरोस् होइन त्यस्तो मान्छे चुज गरेर चाहिँ होइन सबैजनाले होइन एकचोटि सबैजनाले भोट दिउँ है। यदि तपाईँहरू सबैजनाले चाहनुहुन्छ आफ्नो भविष्य चेन्ज गर्न चाहनुहुन्छ, नेपालको स्थिति परिस्थिति सबै चेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ लोभ लालच नगरिकन सबैजनामा होइन अनुरोध यो छ कि सबैजनाले एकचोटि हामीले नयाँ पुस्तालाई चान्स दिनुपर्छ। त्यही भएर तपाईँहरू पनि एकचोटि सबैजनाले हाम्रो बालेन दाइ उठ्नु भएको छ है। सबैजनाले नेपालभरि होइन धेरैजसो होइन विश्वभरि पनि नचिन्ने कोही हुनुहुँदैन होइन। सबैजनाले चिन्नुहुन्छ हाम्रो बालेन दाइलाई जिताएर एकचोटि हेर्नुहोस्। उसले मेयरमा बसेर चाहिँ त्यत्रो प्रगति गर्यो हो कि न भन्नुहोस्। एकचोटि प्रधानमन्त्री बन्नुभयो भने चाहिँ हरेक देशमा यो पुरा नेपाल देशमा के हुन्छ भन्नुहोस् त। देशभरि नै के गर्न सक्नुहुन्छ उहाँले। त्यही भएर चाहिँ सबैजनाले एकचोटि सोच विचार गरेर लोभ लालच नगरिकन धेरै यताउता मैले धेरैजनाको सुनेको छु पार्टी यस्तो रे उस्तो रे यो मान्छे यस्तो हो त्यस्तो नभनेर नसोचिकन एकचोटि हामीले चान्स दियो हाम्रो बालेन दाइलाई पनि। हेर्नुहोस् देशको मुहार अवश्य फेर्नेछ सबैजना है। सबैले है एकचोटि चाहिँ फागुन 21 गते हाम्रो एकचोटि चान्स छ अझै है हामी भ्रष्टाचारीबाट बच्नलाई चाहिँ है। त्यही भएर चाहिँ सबैजनाले एकचोटि चान्स छ हामीसँग होइन। भगवान्ले पनि दिन्छ नि, दैवले पनि दिन्छ क्या चान्स एकचोटि। त्यही भएर सबैजनाले एकचोटि हाम्रो बालेन दाइलाई जिताएर सबैजना अगाडि बढ्ने कोसिस गरौँ। बालेन दाइको फ्यानहरू जति हुनुहुन्छ सबैजनाले यो भिडियो लाइभ सेयर गर्नु होला र हाम्रो बालेन दाइसम्म पुर्याएर चाहिँ यो भिडियो चाहिँ सबैजना हामीले बालेन दाइ कि जय होस् भनेर चाहिँ बालेन दाइलाई जिताउनै पर्छ है। हामीले चाहिँ सबैजनाले योचोटि देशको मुहार फेर्नुपर्छ है। हामीले घन्टीमा भोट हाल्नुपर्छ है सबैजनाले।